विलिङ टु लर्न छ कि छैन, जस्तो सिक्न इच्छुक भएका व्यक्ति, हेर्नुहोस् नो वान इज पर्फेक्ट। कोही पनि भनेको सबै कुरो सिकेर बुझेर आएको हुँदैन। हामी पनि भनेको नयाँ आउँदाखेरि धेरै कुराहरू सिकेको थियौँ, यहीँ आएर कामले काम सिकायो होइन। म त्यति बेला चाहिँ त्यो व्यक्तिहरू कतिको फ्रस्ट्रेसन भएर बसेको छन् त्यो हेर्न चाहन्छु कि। लाइक कहिलेकाहीँ हुन्छ नि, हामीले बोलाएको एउटा समयमा बोलाएको टाइममा हामी अब नजाइदिँदाखेरि त्यो जुन त्यो ग्याप पिरियडमा चाहिँ मान्छेले वेट गर्छ नि, त्यति बेला त्यो मान्छे धैर्यवान छ कि छैन मैले त्यो हेरिरहेको हुन्छ। दाइ तपाईले ओकेनको लागि स्टाफ खोज्दै हुनुहुन्थ्यो, मान्छे कस्तो पाउनुभयो अनि कसरी पाउनुभयो त? बाबु करिबन पर्खिनु है, मैले यसो हेर्दा 120 जना मान्छेहरूले मलाई सिभी पठाउनु भएको थियो, 2 जनाको गरेको थिएँ। 120 जना मान्छेको सिभी मध्ये करिबन 70-80 वटा सिभीहरू चाहिँ मैले खोलेर हेरिनँ। किन भन्दाखेरि हाम्रो अहिले युवा जमातहरू के भएछन् भन्दाखेरि, साँच्चै भन्दाखेरि सामान्य कम्युनिकेसन स्किल पनि नभएका व्यक्तिहरू धेरै भएछन्। लाइक जबको लागि चाहिँ मैले हायरिङको जब विज्ञापन गरेको थिएँ, त्यसपछि मलाई आएको पहिलो मेसेजहरूमा सिभी पठाउनु भन्दा पनि कतिले चाहिँ भनेको अब 30-40 वटा मेसेज, अब सबैको नाम नभनौँ, 30-40 वटा मेसेजको चाहिँ पहिलो मेसेज के थियो त भन्दाखेरि हाई सेलरी कति हो। लाइक कसैलाई जब खोज्न अथवा कुनै इन्टरभ्यूको लागि आउनुपर्ने मान्छेहरूले कमसेकम बेसिक कम्युनिकेसन स्किल एउटा ग्रिटिङबाट स्टार्ट गरेर होइन, हजुर सर नमस्कार, अथवा दाइ जे वाट एभर कललाई के गरी रेस्पोन्स गर्ने हो, नमस्कार के छ, जबको लागि उ गर्नु भएको रहेछ, यसमा देखेको थिएँ, माध्यम के हो त होइन, यहाँबाट देखेको थिएँ, के छ सेवा सुविधाहरू, त्यसरी चाहिँ जानुको सट्टा सिधै सेलरी के हो त। त्यसरी भन्दाखेरि चाहिँ त्यो कुरोले चाहिँ के गर्छ भन्दाखेरि उनीहरूको चाहिँ होइन क्षमतावान नै भए पनि उनीहरूको त्यो स्किल्सले गर्दाखेरि चाहिँ म चाहिँ त्यस्तो व्यक्तिहरूलाई कहिले पनि हायर गर्दिनँ। अनि युजल्ली म चाहिँ के हो त भन्दाखेरि मान्छे विलिङ टु लर्न छ कि छैन, जस्तो सिक्न इच्छुक भएका व्यक्ति, हेर्नुहोस् नो वान इज पर्फेक्ट। कोही पनि भनेको सबै कुरो सिकेर बुझेर आएको हुँदैन। हामी पनि भनेको नयाँ आउँदाखेरि धेरै कुराहरू सिकेको थियौँ, यहीँ आएर कामले काम सिकायो होइन, आफूले आफूलाई इम्प्रुभ गर्दै लिएर गइयो। खालि मुख्य कुरो चाहिँ के हो त भन्दाखेरि हामी सिक्न चाहिँ इच्छुक छौँ कि छैनौँ त्यो चाहिँ इम्पोर्टेन्ट कुरो हो कि। अनि अवसरहरू आउँदाखेरि पैसोलाई डेफिनेटली हर कोही विदेशमा आएको पैसोकै लागि हो, तर पैसो प्राथमिकता भन्दा पनि के हो त भन्दाखेरि सुरुमा चाहिँ नलेज इज पावर भन्ने बुझ्नु पर्यो क्या। आफू चाहिँ भनेको अलिकति अगाडि बढ्न खोज्नु पर्यो होइन, नलेज गेन गर्न सिक्नु पर्यो। पैसा त पछि आफै कमाइ भइहाल्छ नि होइन। अनि त्यो कुरोहरूलाई ध्यान नदिने सिधै सेलरी कति हो भनेर सोद्धाखेरि चाहिँ मैले धेरैको त्यसमा रिप्लाई पनि गरिनँ। अनि मैले एकजना व्यक्ति छाने, अहिलेसम्म एकजना छाने प्लस एकजना अर्को सेकेन्ड फेजको इन्टरभ्यूको लागि बोलाएको छु। एकजना व्यक्ति छान्ने क्रममा चाहिँ मैले के हेरेँ त भन्दाखेरि काइन्ड अफ उहाँको जुन एउटा पेसेन्सी लेभल थियो इट्स रियल्ली हाई। मुख्य कुरो चाहिँ मैले चाहिँ जस्तो नर्मल्ली म मान्छेहरूलाई फेरि इन्टरभ्यूको लागि बोलाउँदाखेरि मेरो एउटा गलत आदत छ, कसैलाई मैले इन्टरभ्यूको लागि आउनुहोस् भन्दैछु भने म बोलाएको टाइमभन्दा 1-1.5 घन्टा ढिलै जान्छु प्रायः जसो। म त्यति बेला चाहिँ त्यो व्यक्तिहरू कतिको फ्रस्ट्रेसन भएर बसेका छन् त्यो हेर्न चाहन्छु कि। लाइक कहिलेकाहीँ हुन्छ नि, हामीले बोलाएको एउटा समयमा बोलाएको टाइममा हामी अब नजाइदिँदाखेरि त्यो जुन त्यो ग्याप पिरियडमा चाहिँ मान्छेले वेट गर्छ नि, त्यति बेला त्यो मान्छे धैर्यवान छ कि छैन मैले त्यो हेरिरहेको हुन्छु कि। अनि जाँदाखेरि मैले अस्तिको दिन एकजनालाई कन्फर्म गर्दाखेरि अब 10 जना म त्यहाँनिर वेटिङ गरिराख्नु भएको थियो। 10 जना वेटिङ गर्दाखेरि अरू सबैको अनुहारमा कुनै किसिमको एउटा भनौँ न आक्रोश जस्तो देखिराखिएको थियो। उहाँहरू चाहिँ भनेको म प्रति थोरै भनेको उभरिरहनु। अनि एकजनामा चाहिँ उहाँको जुन किसिमले सहज रूपले उहाँले चाहिँ भनेको मसँग एउटा सौहार्दपूर्ण वातावरणमा चाहिँ भनेको कन्भर्सेसन गर्नुभयो, उहाँले जसरी एन्सरहरू दिनुभयो। अनि त्यो पछि उहाँलाई फेरि एकछिन अरू 1-1.5 घन्टा लाखेर मैले भनेको हेर्दै जाँदाखेरि उहाँमा जुन सहनशीलता र धैर्यता थियो इट्स रियल्ली म्याटर है। त्यसले गर्दाखेरि चाहिँ मैले उहाँलाई चुज गरेँ। अनि अहिले चाहिँ हाम्रो पब्जी जमातहरू चाहिँ के भएछ त भन्दाखेरि पब्जी खेलेर हुर्केका भाइ बहिनीहरूमा चाहिँ पेसेन्सी भन्ने चिजै छैन कि। सिधै भनेको पोइन्टमै कुरा गरौँ, पैसा कति दिने हो, अनि भनौँ न काम पनि भनेको अब जस्तो ल मेरो चाहिँ यो हो, 1 घन्टा पनि भनेको तलमाथि हुनु भएन। अथवा यो जब तपाईँ कुनै पनि ठाउँमा नयाँ सुरुवात गर्दै हुनुहुन्छ भने तपाईँ भनेको लचकदार पनि हुन सक्नु पर्यो। लचकदार भनेर फेरि कसैले पनि भनेको अन्याय गर्ने होइन नि त। जस्तो यो हस्पिटालिटी फिल्ड भनेको कस्तो हो त भन्दाखेरि अन्तिम समयमा पनि तपाईँको कोही ग्राहक आउँदैछ भने त्यसलाई पनि भनेको तपाईँको सुरुमा बिगिनिङ अफ द डेमा जुन किसिमले चाहिँ तपाईँले पहिलो ग्राहकलाई सत्कार गर्नुभएको छ, अन्तिममा आएको ग्राहकलाई पनि त्यही किसिमको सत्कार गर्नुपर्ने हुन्छ यो फिल्डमा चाहिँ। अनि
तपाईको 10 घण्टा ड्युटी 9 घण्टा ड्युटी 8 घण्टा व्हाटएभर यो ड्युटी जुन गर्नुहुन्छ तपाईँ बिहान आउँदाखेरि जुन रूपमा आएको भन्नुहुन्छ त्यही रूपमै नि भनेको तपाईँ यहाँबाट छोडेर पनि जानुपर्ने हुन्छ। अब यो बुझ्दैनन् अहिलेका जमातले, मान्छेलाई आउने बित्तिकै ग्रिटिङ गर्नुपर्ने, ठाउँ देखाउनु पर्ने हैन, यी विभिन्न स्टेप्सहरू केही थाहा छैन है, बोल्ने तरिकाहरू सिकेका छैनन्। यसरी चाहिँ भोलिका दिनमा यी युवाहरू नेतृत्वकर्ता हुँदाखेरि बच्चाहरूले भोलिका दिनमा उनीहरूको नेतृत्वदायी भूमिका पुग्दाखेरि समाज देशलाई यिनीहरूले कसरी लिएर जान्छन् होला भन्ने पनि मलाई पिर लाग्यो क्या त्यो इन्टरभ्यूकै क्रममा मैले देखेको चाहिँ। अनि धेरै व्यक्तिहरू मध्ये मैले अहिलेसम्म एकजनालाई चुज गरेँ, प्लस अर्को एकजना सेकेन्ड राउन्डको लागि बोलाएको छु। अरू 2-4 जना अझै आउँदै हुनुहुन्छ। करिबन 120 जनाको मैले सिभी रिसिभ गरेको थिएँ। त्यसमध्येबाट मैले 2 जना चाहिएको, 1 जना चाहिँ रिसिभ गरिसकेँ, 1 जनालाई मैले कन्फर्म गरिसकेँ, अर्को 1 जना म लिँदैछु। त्यही छ बाबु अहिलेको अवस्थामा। अनि अलिकति कहीँ पनि जाइँदैछ भने, इन्टरभ्यूहरू कहीँ जाइँदैछ भने सबैलाई सुझाव, राम्रो फर्मल लुगामा जाउँ। जाँदाखेरि भनेको केही बेसिक संस्कारहरू बोकेर जाउँ। नमस्तेदेखि लिएर ग्रिटिङ गर्ने तरिका, तपाईँको शारीरिक हावभावहरू भयो हैन, अनि सामान्य कुरा गर्ने कन्भर्सेसनको क्रममा पनि भनेको जस्तो कस्ता शब्दहरू चयन गर्ने ती कुराहरू सिकौँ। अनि तपाईँले त्यहाँ गर्ने 5 मिनटको इन्टरभ्यू किन नहोस्, त्यति बेला गर्ने त्यो व्यवहारले चाहिँ धेरै कुराहरू महत्त्व राख्छ। त्यति कुराहरू धेरै कुराहरू सिकेर गयो। रटेका क्वेसन भन्दा पनि आफ्नो तरिकाले, रटेर गएका एन्सर भन्दा पनि आफ्नो तरिकाले आफूले गरेका कामहरू। जस्तो नर्मल्ली मैले हिजो एकजनालाई सोधेको थिएँ, तपाईँले के गर्नुभयो त, तपाईँको ड्युटी एन्ड रेस्पोन्सिबिलिटी के हो त यसमा गर्दै जाँदा? उहाँको सिभी चाहिँ निकै राम्रो थियो। अनि त्यति बेला त्यो भन्न नसकेको अवस्थामा हैन, आफू तयारी चाहिँ भएर जाउँ। त्यसो भयो भने भोलिका दिनमा कुनै पनि ठाउँमा जाँदाखेरि सजिलै हायर हुन सकिन्छ, राम्रो अपर्च्युनिटीहरू भेट्न सकिन्छ। त्यही हो, सबैले केही कुराहरू सिकौँ, बुझौँ, अगाडि बढौँ भन्छु। त्यही छ बाबु है त। ल आजको लागि यति नै। राधे राधे।